Hello guys, welcome in my blog. First of all, the sub button slide. Thanks for watching video. Please subscribe गर्नु भएको छैन भने subscribe, like, comment, share गर्न भने नभुल्नु होला। म चाहिँ आज एकदम निरोहर पानी परिरहेको अवस्था छ। अस्ति सोमबारदेखि पर्या पानी, आज शनिबारको समथिङ 5 बजन लागिसक्यो। निरोहर क्या रात दिन नरोकी सिम 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 पानी पर्या परै छ। अनि बिजोग भइसक्यो हैन, बिजोग पनि अप्पर बिजोग भइसक्यो। किन थाहा छ, म हैन जानु पर्ने थियो पाइन, त्यही भएर बिजोग भइरहेछ। अनि यतातिरको मौसम चाहिँ फेरि एकदम खत्तम के डुस, जति बेला नि ढुसी पर्या परे हैन, लास्ट अति भएको छ। म सहनै सकिरहेको छैन मौसमदेखि। इन्द्र भगवानको नम्बरमा कल गरेर इन्द्र भगवान हामीलाई पानी पर्याप्त भइसक्यो, त्यो कारणले गर्दाखेरि हजुरले अहिलेको समयमा पानी रोकिदिनुस्, चाहिएको बेला हजुरलाई कल गर्छु भनेर नम्बर खोज्या कसैसँग पनि रहेनछ। प्लिज गाइस, तपाईहरुसँग कसैसँग इन्द्र भगवानको नम्बर छ भने मलाई दिनु ल, म कल गरेर पानी रोकाउने प्लानिङमा छु के। अब अति भइसक्यो क्या। अब लास्टै अस्ति त्यत्रो पानी पार्दिएर कति मान्छे मर्यो हैन। अस्ति नि हुन्छ नि त तरिका, अस्ति नि त्यत्रो पानी पार्दियो हैन, अनि त्यत्रो मान्छे मर्यो, हुन्छ नि त्यति मान्छे विस्थापित भयो। फेरि पनि पानी नै पाएर नेपालीहरूलाई चाहिँ के विस्थापितै बनाउन खोज्या हो। भगवान यस्तो नगर्नु ल। तपाईको हामी व्रत बसिरहेको छौं, तपाईको सम्मान हामी गर्छौं भने हजुरले पनि हामीलाई माया गर्नु पर्यो नि हैन। सो के छैन, अब पक्कै चेन्जेस हुन्छ। अनि के छ साथीहरु, खबर कस्तो छ तपाईहरुकोतिर इन्भाइरोमेन्ट? कमेन्ट गर्नु ल, म तपाईहरुको कमेन्ट हेर्छु अनि त्यसपछि मौसम विज्ञलाई भन्छु। सो अहिले यस्तो परिस्थिति छ हैन। पुरै गाई बस्तु चाहिँ आजकल फेरि गाउँ घरमा त त्यही त हो नि, गाई बस्तु चाहिँ पुरै डुवा कराई खानलाई केही छैन। मान्छे चाहिँ मस्त खायो हैन, भात सात सब चिज खानलाई छ नि त घरमा, टक्क खायोहरू सबै खायो। मान्छेले चाहिँ बस्तुलाई चाहिँ केही छैन क्या। फेरि कस्तो हुँदो रहेछ भने खाने खम्लाङ खाने, सिरकभित्र पसिहाल्ने। घरमा जान बाबु घाँस काट भन्नुहुन्छ, अनि ए मम्मी छोडिदिनु न अहिले पानी परिरहेछ, अनि फेरि एकछिनपछि जान बाबु मर्न लागिसक्यो त गाई कराएर, ए मम्मी एकछिन त हो छोडिदिनु न पानी रहेपछि जाउँला नि भन्यो। भन्दै 5-6 दिन बितेको पत्तै भएन। अहिले त गाईको भुडी टुवा परिसक्यो, त्यही छैन दिनलाई, पानी पर्या परे। लास्ट समस्या भएको छ हाम्रोतिर त। यस्तै छ गाउँ घरतिरको हैन, परिस्थिति एकदम बिग्रिरहेछ। गाह्रो बनायो क्या पानीले उब्बर हेर्ने हो ल। पुरै हैन यहाँ तल दाइहरुको चाहिँ कुरोले घर देखिँदो रहेनछ, घर चाहिँ देखाउन पाइन। धानहरू हैन, हाम्रो पल्लो घरमा धानहरू भन्दा साइको हुन्छ क्या। अब यस्तो छ क्या बिजोग परिस्थिति। पाक्न लाग्या धान लमतन्न निन्द्रा नपुगेर सुते जस्तो भइरहेछ धानको अवस्था। अनि यस्तो बिजोगको परिस्थितिमा के गर्ने होला क्या। अब यो धान पनि यस्तै भयो भने त पाइँदैन हैन, के खाएर बाँच्ने अब त भन्ने नै आधारै छैन। ठुलो समस्या परिसक्यो। तर म तपाईहरुसित जोडिन चाहिँ छोड्या छैन। केही समय विविध कारणले गर्दाखेरि जोडिन पाएको थिएन, त्यसको लागि आई एम बिग सरी हैन। अब चाहिँ रेगुलर जोड्छु ल। हजुरहरु रेगुलरली भेट भइरहेको छ, हजुरहरु मेरो लाइभमा जोडिनु होला रिक्वेस्ट। अनि मलाई सपोर्ट गरिदिनु पर्यो क्या। एकदम लुजर भइसक्यो थाहा छ। नेपालको छोरो त्यो पनि भोजपुरेली केटो लास्टै लुजर भयो अरे भन्दा तपाईहरुलाई मजा आउँछ त? आउँदैन नि त। त्यही भएर मलाई अलिकति प्रमोट गर्नु पर्यो, मलाई पनि थोरै अगाडि बढाइदिनु पर्यो यार। बढाइदिनुहोस् न यार, तपाईको बाउको के जान्छ र हो। एउटा सब्स्क्राइब गरिदिनुहोस्, भिडियोमा आएको भिडियोमा लाइक कमेन्ट शेयर ठोकिदिनुहोस् न मलाई। तपाईहरुको छ नि त्यो नेचरले, तपाईले त्यति गरिदिनु भने मेरो पनि स्किल डेभलप अभियसली हुन्छ।
आई होप तपाईँले सपोर्ट गरिदिनुहुन्छ। अबको भिडियो चाहिँ बबाल लिएर आउँछु यति भन्नको लागि मात्रै भ्लग बनाएको ल योपल्ट चाहिँ। बाई बाई गाइज।